संघीय निजामती ऐनलाई सदनमा प्रस्तुत गर्ने, समितिमा छलफल गरेर त्यसलाई पारित गर्ने प्रक्रियामा लामो समयदेखि धेरै मान्य सदस्यहरूको मेहनत भएको र सर्वसम्मत रूपले पारित भएको, तर चाहिँ समितिबाट जसरी पारित भयो सदनमा जाँदा त्यहाँ कहीँ न कहीँ कसै न कसैले चलखेल गरेको, कसै न कसैले सचेत रूपमा चाहिँ गडबड गरेको देखिएको छ। त्यसको बारेमा गम्भीर रूपले छानबिन हुनुपर्ने, कसले चलखेल गर्यो त्यसमाथि कारबाही हुनुपर्ने अवस्था आइलागेको छ। यो समितिको निर्णय प्रक्रिया र त्यो निर्णयलाई फुल हाउसमा पुर्याउने प्रक्रियामा कहीँ न कहीँ, किनकि कर्मचारी तन्त्रभित्र एउटा पक्ष संघीय निजामती ऐन यो रूपमा अगाडि नआओस् जुन रूपमा समितिले पारित गर्यो भन्ने चाहन्थ्यो, कहीँ त्यही नै चलखेल भयो कि भन्ने प्रश्न पनि उठेको छ। तर अहिले मैले कसैलाई ताकेर आरोप लगाउन सक्ने स्थिति छैन। यो समग्र प्रक्रियामा कहाँबाट चलखेल भएको गम्भीर छानबिन हुनु पर्यो, दोषीमाथि कडा कारबाही। जस्तो हजुरले केही दिन अगाडि सोही समितिमा बसेर एउटा विषय उठाउनु भएको थियो, यो जस्तो समितिमा एउटा छलफल हुन्छ, विषयवस्तु पनि आउँछ, टुङ्गिन्छ, यहाँबाट पारित भएको विषय सदनमा गइसकेपछि ठिक उल्टो भएर आउँछ भन्नुभएको थियो। आज त्यही अवस्था सिर्जित भयो नि। त्यसकारण मैले त त्यो बेलामा मैले खास गरी विद्यालय शिक्षा विधेयकका सन्दर्भमा भनेको थिएँ, समितिमा भएको छलफल स्वयं केन्द्रित गरेको विषय पनि सदनसम्म पुग्दा कर्मचारी तन्त्रले चलखेल गरेको भन्ने देखिएर मैले फिर्ता लिएको थिएँ। त्यस्तै नहोस् भनेर सतर्क गराएको, हेर्दा हेर्दै त्यस्तै भएको देखिएको।